स्वर्गद्वारी जाँदैछौँ। सिँढी चढ्दैछौँ, उकालो छ तर पनि यो मौसम तपाईँले देख्न सक्नुहुन्छ अत्यन्तै राम्रो। साँच्चीकै स्वर्गको एउटा टुक्रा नै भन्नुपर्छ। मसँग मेरो साथी छन् कमल अर्याल। हाई भन्दै साथीहरूलाई। हेलो। ओके साथी, यति बेला हामीले ऐसोलु खाँदैछौँ। टेस्ट गरौँ, तर अलिकति अघिको भन्दा त अमिलो रहेछ यार कमल। छोड न, एक्लै खान्छ नि होला। ऐसोलु देख, अघि पनि त खाएको नि पहिला। उता चाहिँ माथि। ओहो, अमिलो छ त, तर मिठो छ नि त। ल्याउने त साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ कुहिरो चाहिँ मजाले गएको छ। हामी चाहिँ बुटोलबाट आउँदा अत्यन्तै गर्मी थियो, तर यहाँ चाहिँ साँच्चीकै एउटा स्वर्गको टुक्रा जस्तै छ हावापानीको हिसाबले। अहिले हामी करिब करिब बीच बाटोमा छौँ। यसपछि हामी स्वर्गद्वारी पुग्छौँ। अझै आधी बाटो हिँडेपछि